Namaste, South Indian Money Heist. Yes, धनुष स्टार करा मुभी नेटफ्लिक्समा हिन्दी डबमा रिलिज भएको छ। हेर्नु भएको छैन भने हेर्नु भन्दा अगाडि यसको बारेमा केही कुराहरू जान्नु बुझेर जानु भने झन् यो फिल्म हेर्दाखेरि झन् मजा आउँछ। लेट्स टक अबाउट द मुभी है। यो मुभी चाहिँ हाइस्ट एक्सन थ्रिलर मुभी हो जुन चाहिँ 1990 को दशकमा है त्यो टाइम पिरियडको स्टोरीमा बेस्ड रहेर बनेको मुभी। लाइनमा भन्नु पर्दाखेरि एउटा सेन्टेन्समा भन्नु पर्दाखेरि चाहिँ हैन त्यो चाहिँ एउटा सुध्रेको चोर है। सुध्रेको चोरलाई फेरि समय र सिचुएसनले गर्दाखेरि त्यही पुरानो चोरीको बाटोमा फेरि जानुपर्ने बाध्य बनाइदिन्छ क्या। त्यही स्टोरीमा बेस्ड रहेर बनेको मुभी छ हैन। बैंक डकैती हैन, पुलिस र चोर बीचको अब भागम भाग, अब पुलिस चोरलाई खोज्ने, चोर पुलिसबाट भाग्ने, लुक्ने, फेरि चोर्ने खालको यो यस्तो यो ट्विस्ट एन्ड टर्न्सले भरिएको मुभी रहेको छ। फिल्म हेर्दा चाहिँ त्यही पुरानै मनी हाइस्ट सिरिजको झझलको याद आयो क्या। टाइम ओरा चाहिँ अलिकति डिफ्रेन्ट। यो चाहिँ 1990 को टाइमको, त्यो टाइममा पनि यस्तो खालको चोरीहरू हुने हैन, यस्तो खालको चिजहरू। अब त्यो टाइममा चोरहरूले कसरी चोर्छ त, एउटा कुनै ब्याङ्कमा चोर्नु पर्दाखेरि कसरी चोर्छ त त्यो टाइममा, त्यो चिजलाई पनि एउटा एकदमै बबाल तरिकाले देखाएको छ यो मुभीमा। फर्स्ट हाफ चाहिँ अलिकति मलाई चाहिँ अलिकति ह्याङ अल्छी लाग्ने खालको भएको थियो। जब सेकेन्ड हाफबाट स्टार्ट भयो नि फिल्म, त्यसपछि झन् त्यो फिल्मले झन् अर्कै फेरि मोड लिएर गयो थियो क्या। झन् धेरै अब के छ भनौँ न। तपाईँहरू एकपल्ट धनुषको कुरा गर्नु पर्दाखेरि धनुष त अब आउटस्ट्यान्डिङ नै छ होइन, एकदमै बबालै छ। त्यो मान्छेलाई जे खेल्दाखेरि पनि सुहाउँछ होइन। जस्तो रोलमा एउटा भिखारीको रोलमा पनि मैले अस्ति हेरेको त्यो फिल्म पनि त्यस्तै बबाल छ होइन। यो फिल्म पनि त्यस्तै एउटा फेरि होटल म्यानेजरको रोलमा पनि त्यो मान्छे त्यत्तिकै चलिरहेको छ। यो मान्छे कस्तो खतरा निक्ल्यो होला त। म स्पेसली यो फिल्म हेरेको भनेको धनुषकै कारणले पनि हो है। अरू एक्टरहरूको पनि एक्टिङ त एकदमै बबालै छ, टप नचै छ होइन। बट मैले चाहिँ अलिकति नाम चाहिँ थाहा छैन, जस्तो अब रिसर्च चाहिँ हाल्नुपर्छ। साँच्ची भनौँ भने अल्छी नै लाग्यो क्या मलाई त। अरूको हेर्नु पनि बिस्तारै अरू फिल्महरूमा गर्दै जाउँला होइन। यसमा चाहिँ अब चाहिँ अलिकति फर्स्ट फर्स्टमा चाहिँ तपाईँहरूलाई बोरिङ लाग्न सक्ला, तर धैर्य गर्नु होला। केही दिनपछि प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तै यो फिल्ममा पनि चिजहरू त्यस्तै राम्रो छ। भन्दाखेरि चाहिँ फिल्म ओभरअल वान टाइम वाचको लागि चाहिँ ठिकै छ। यो त्यस्तो टप नच खतरा खालको पनि होइन, यो जोत्तु पनि होइन क्या, यो लेभलको छ। यसलाई म हल्का रेटिङ गर्नु पर्दाखेरि चाहिँ म 5 मा 3.5 मा रिलिज भएको छ। हिन्दीमा डब छ होइन। सबैजना गएर एकपल्ट हेर्नु होला, कस्तो लाग्यो मलाई आएर कमेन्टमा पनि भनिदिनु होला। अनि अर्को कुरा भन्दा पछिको भिडियो चाहिँ म हाम्रो नेपालमा है कुन नयाँ हिन्दी हलिउड फिल्महरू रिलिज हुन गइरहेछ त्यो विषयमा पनि म भोलि अर्को भिडियो बनाउन गइरहेको छु होइन। जानकारी तपाईँहरूले पाउनुहुनेछ। सो मेरो च्यानललाई सब्सक्राइब गरिराख्नु होला, मलाई फलो पनि गरिदिनु होला। धन्यवाद। फेरि म अर्को भिडियोमा म आउनेछु।